हेलो साथीहरू नमस्कार। म चाहिँ सन्चै छु। के छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आशा गरौँ सबैको दिन राम्रो होस्। आज म चाहिँ तपाईँहरूलाई लोकल बाटोदेखि लिएर खुदी बुलबुले मनाङ जाने बाटो देखाउँदैछु है। अब हामी चाहिँ सरर बाइकमा निक्लेका छौँ। भर्खर बर्खाको बेला छ, मौसम अँध्यारो छ, पानी परिरहेको छ हल्का कतै कतै भने। हरियाली एकदम छ है बाटोमा, तपाईहरुले देख्न सक्नुहुन्छ। हामी चट्ट लाएर बाइकमा जाँदैछौँ मनाङ जाने बाटो। खुदी बुलबुले हुँदै झरनासम्म पुग्छौँ। मैले त्यो झरना पनि तपाईहरुलाई देखाउने छु है। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। लाइक कमेन्ट फलो पनि गर्नुहोला, सब्स्क्राइब पनि गर्नुहोला। तपाईहरुले यस्तै गाउँघरका डाँडाकाँडाका बाटोका फोटो भिडियोहरू हेर्न चाहनुहुन्छ भने हामीलाई लाइक कमेन्ट फलो गर्नुहोला र यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। बाटो कस्तो छ भने तपाईले थाहा पाउन सकिन्छ। मनाङ जाने बाटो हेर्नुहोस् है त। सरर जाँदैछौँ हामी। मेरो सर्ट मिनी ब्लग। अहिले चाहिँ हामी अब भोटेउडार पुग्न लागेका छौँ हैन। यो चाहिँ भोटेउडार बजार हो। यो चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ। यो अगाडिको बाटो चाहिँ अब यो डुम्रे बेसरको हाइवे। यो हाइवे हुँदै अब बेसरसम्म पुगिन्छ। हामी चाहिँ बेसरबाट अगाडि पनि जान्छौँ हामीले। हामी जहाँसम्म पुग्छौँ त्यहाँसम्म तपाईहरुलाई देखाउने छौँ, हेर्नु होला। यो हाइवे हो बेसरको, बेसर जाने हाइवे। ल हेर्नुहोस्, बाटो एकदम राम्रो छ। मौसम आज क्लियर छ, हरियाली टन्नै छ बाटोमा। तलपट्टि मस्याङदी नदी देख्न सक्नुहुन्छ। बाटोमा नै साँगुरै छ। बाटोभरि पानीका मुहानहरू टन्नै छन्। एकदम हरियाली। मौसम पनि आज खुलेको छ है, धेरै दिनपछि। पानी आइरहेको थियो हैन, बर्खा भए पनि आज मौसम चाहिँ क्लियर छ। सरर बाटो यही बाटो हुँदै जाने त मनाङ मुक्तिनाथ। गाडी फेरि एकदम ठुल्ठुलो गाडी चल्छ। हेर्नु बाटो सानो भए पनि हेभी गाडीहरू, किनभने यता हाइड्रो पावरहरू प्रोजेक्टहरू बढी छ नि त। त्यो प्रोजेक्टहरूमा आउँछन् कि गाडीहरू सामान लिएर आउनु पर्यो नि त। त्यही भएर ठुल्ठुलो गाडीहरू मात्रै चल्छ यता। धेरै जस्तो ठुलो हेभी गाडीहरू हिँड्छ। यो पुरानो पेट्रोल पम्प, डिजल पम्प। यहाँ धेरै पहिला पम्प थियो हैन, अहिले चाहिँ बन्द भएको छ। सरर हेर्नुहोस् है त, कस्तो क्लियर देखिन्छ क्या हैन। हरियाली चट्ट छेउछेउमा हरियाली, बिचमा बाटो, मौसम क्लियर। बाटोभरि पानी छ है, जताततै पानी लगभग पानी आइपुग्छ। त्यसले गर्दाखेरि अब हामी यहाँदेखि चाहिँ बेसीसर नगरपालिका प्रवेश गर्दैछौँ है। यहाँदेखि अब बेसीसर नगरपालिकामा हामी प्रवेश गरिसकेका छौँ। गाडी अगाडि छ, टोडक हेभी इक्विपमेन्ट लिएर आउँदैछ। पछाडि बाइक छ, हाम्रै बाइक हो त्यो पनि हैन। हामी 3 जना भएर जाँदैछौँ। अगाडि बेसीसर गएर फेरि 2-3 जना साथीहरू थप्ने छौँ हामीले। लेट्स गो। हेरौँ कतिजनासम्म साथीहरू भेटिन्छ र कति अगाडि बढ्न सक्छौँ हामी। अब अगाडि खोला देख्नुहुन्छ है, त्यो पानी रोड यस्तै हो। यहाँ त हिँड्ने यो बर्खा लाग्दा पानी ठुलो आउँदा यहाँदेखि तर्नै सकिन्न। पानी आएको भाव मात्र रोकेर बस्ने है। क्लियर छ, हेर्नु न कस्तो राम्रो आकाश देखिएको छ। सरर मौसम क्लियर। चट्ट लाएर सानो बजार हुँदै गाउँले परिवेशमा बाटो बनेको छ। छेउछेउमा दोकानहरू छ, रमाइलो छ यात्रा। यहाँनिर चाहिँ ठुलो ल्यान्डस्लाइड भएको थियो हैन पहिला, यो अगाडिपट्टि। अहिले चाहिँ त्यहाँ बनाएको छ। यो हेर्नुहोस्, नाली पनि नयाँ प्रविधि अनुसार प्लास्टिकको नाली हो यो चाहिँ हैन। यो पुरै ल्यान्डस्लाइड भएको थियो, तलैसम्म गएको थियो अनि यो बाटो धेरै माथिबाट बनाएको चाहिँ। अहिले चाहिँ बाटो एकदम राम्रो छ है। नालीको कुरा हुन्छ नि, यो पुरै प्लास्टिकवाला नाली हो कि। त्यो प्लास्टिक भनेर पातलो नाली हैन कि, एकदम हेभीवाला। मौसम चाहिँ आज एकदम क्लियर छ बाटोमा।
हेर्दै जाँदाखेरि हेर्न सक्नुहुन्छ कस्तो आनन्द छ, प्राकृतिक भरिपूर्णता सौन्दर्यता भएको ठाउँ है। यहाँबाट पनि ठुलो पानी आउँछ आगो पानी पर्दाखेरि चाहिँ। ठाडो बाटो हो नि त, ठाडो खोला जस्तै छ त्यहाँनिर, माथिको बेलहरू आउँछ। मौसम चाहिँ क्लियर भएको कारणले आज भिडियो पनि राम्रै आएको छैन। तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ बेसी सहर जाने बाटो है। बाटो धेरै ठुलो छैन, हाइवे नै भए पनि सानो सानो छ। एउटा पावर हाउस छ बिजुलीको, यहाँ चाहिँ पावर हाउस। ड्याम साइडहरू पनि छ, यहाँनिर बिजुली निकालेको छ, हाइड्रो पावर छ है। यहाँ तल पनि हाइड्रो पावर छ, अझै अगाडि एउटा हाइड्रो पावरको ड्याम साइड छ। यो एरियामा धेरै हाइड्रो पावर निर्माण पनि भइरहेका छन्। मौसम क्लियर छ, तपाईँहरूले देख्न सक्नुहुन्छ है। पारिपट्टि यहाँ तलपट्टि ड्याम छ, बिजुलीको लागि बनाएको ड्याम, हाइड्रो पावरको लागि। यहाँदेखि अलिक च्याप्प देखिन्न, रोकेर हेऱ्यो भने देखिन्छ होइन, नभए यसैको ठ्याक्कै तलपट्टि छ। यहाँ आर्मीको ऊ पनि छ, क्याम्प पनि छ होइन। यहाँनिर अगाडिपट्टि अब एउटा ठुलो बाटोमा खोला पनि आएको छ, हेर्नुहोस्, झरना जस्तै। कस्तो आनन्द छ, मौसम छ यहाँनिर। यहाँ च्याट्ट हेर्नुहोस्, तपाईँहरूले सक्नुहुन्छ। यहाँ पानी पर्दा एकदम ठुलो आउँछ अझै यो, एकदम मानिसहरूको भिडभाड पनि बढ्छ यहाँ फोटो खिच्नको लागि। प्राकृतिक सौन्दर्यले परिपूर्णता छ कि यो ठाउँ, तपाईँहरूको हेर्न आउनुलाई। आज चाहिँ एकदम मौसम खुलेको भएर सफा छ है। अगाडिपट्टि एउटा झरना पनि छ, अब केही समयमा त्यो झरना देख्न सक्नुहुन्छ तपाईँहरूले। गाईखुरे झरना भन्छ त्यसको नाम चाहिँ होइन। यहाँ चाहिँ यो भित्तोमा एकदम कलात्मक चित्रहरू बनेका थिए, तपाईँले हल्का आकृति चाहिँ देख्न सक्नुहुन्छ अहिले होइन। पहिला एकदम राम्रो थियो यहाँ, त्यसलाई यहाँको स्थानीय सरकारले पुनः जगेर्ना गरे। यसमा पर्यटनहरूको राम्रो आकर्षक पनि बन्छ, किनभने अहिले आन्तरिक पर्यटकहरू पनि एकदम चापहरू राम्रो छ। यहाँ तलपट्टि चाहिँ मस्याङदी खोला बगिरहेको छ होइन, आनन्दले। कस्तो रमाइलो राम्रो भ्यूहरू छ, प्राकृतिक दृश्य। बाटोमुनि खोला बगिरहेको छ, यहाँ गिट्टी बालुवाहरू डम्पिङ गरेर राखेको देख्न सक्नुहुन्छ तपाईँले। त्यसैको तलपट्टि मस्याङदी नदी बगिरहेको छ सलल्ल आनन्दले होइन। यहाँ अगाडि चाहिँ अब यहाँ झरना छ, मान्छेको भिडभाड छ हेर्नुहोस्, गाडीहरू भिड छ, झरनाको भिड छ। यहाँ झरना हेर्नको लागि गाडीहरू, अटोहरू, मोटरसाइकलहरू लिएर आएको धेरैजना हुनुहुन्छ, आन्तरिक पर्यटकहरू। पौडी खेल्न पनि यहाँ मजा छ है। यहाँ अलि भित्र हो, अनि म तपाईँलाई जुम गरेर हल्का जुम गरेर पनि देखाउँछु है त, हेर्नुहोस् है। ल हेर्नुहोस्, यो झरना हेर्नको लागि यहाँ धेरैजना मान्छेहरू आउने गर्नुहुन्छ। कस्तो राम्रो झरना छ। अब हामी त्यस झरनालाई अगाडि छोडेर जान्छौँ, फेरि हामी अझै अगाडि जान्छौँ योभन्दा। बाटो भने पिच गरेको बाटो, सानो भए पनि राम्रो छ, क्लियर छ। तल नदी हेर्नुहोस्, यो मर्स्याङदी नदी बगिरहेको छ। बाटो लगभग सबै पिजै हो है, बेसीसरसम्म। मौसम खुलेको छ, क्लियर छ। अब हामी चाहिँ लगभग बेसीसर बजार आइपुग्नु लाग्यो। त यो बेसीसर बजारको तल्लो सेरा बजार, सेरा भर्खर बजार प्रवेश गरेका छौँ, देख्न सक्नुहुन्छ तपाईँहरूले। बेसीसरको प्रवेश बजार। मौसम क्लियर छ, गाडीहरू भिडभाड छ, मान्छेहरू पनि भिडभाडै छ होइन। यो सेरा
चोक भन्छ यसलाई चाहिँ होइन। अब हामी यहाँदेखि अगाडि बेसीसरको बजार सरर जाँदैछौँ। हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ बजारै हो। रमाइलो छ, घमाइलो छ बेसीसर बजार। मान्छेको चाप पनि राम्रै छ, गाडीहरू भिडभाड छ, माइक्रोहरू चलेकै छन् होइन। एकअर्का बाटो देख्न सक्नुहुन्छ, बजारहरू हेर्न सक्नुहुन्छ। पहाडी क्षेत्रको बजार हो यो चाहिँ, पहाडमा लुकेको समतल भूभागमा बसेको बजार। दुई साइडमा बजार छ यसमा चाहिँ। आज शनिबार भएको कारण बजारहरू चाहिँ बन्द छ है। शनिबार यहाँ पनि बजारहरू बन्द हुने रहेछ। यहाँ चाहिँ एउटा कलात्मक पुरानो धारा पनि छ गाग्रीमा बनाएर राखेको। अटोहरू छ्यापछ्याप्ती चलिरहेका छन् होइन। बेसीसर बजार सरर गाडी बाटो पार्किङ गरेर राखिरहेका छन् होइन। सानो छ, रमाइलो अनि घमाइलो पनि छ है ठाउँ। यो चाहिँ एकदम पर्यटक एरिया हो, टुरिस्ट एरिया। यहाँदेखि घलेगाउँ जाने बाटो होइन। यो चाहिँ अब यता चाहिँ यो अब घलेगाउँतिर लाग्यो है त। यहाँ हाम्रो साथीहरूलाई भेटघाटको लागि कुरिएको छ। हामी अब घलेगाउँ जाने, यो घलेगाउँ जाने बाटो। अब यता हामी लेफ्ट लाग्छौँ है त। यहाँदेखि मनाङ जाने बाटो सुरु हुन्छ। यो अब मनाङ जाने हाइवे हो बेसीसरबाट। हामी अगाडि बढिरहेका छौँ। कहाँसम्म पुग्छौँ तपाईँहरूले हेर्नुहोस् है त। भिडियोलाई अन्त्यसम्म हेर्नु होला, लाइक कमेन्ट गर्नु होला। अहिले हामी यहाँदेखि 3टा बाइक गएका छौँ। 5जना भएर टोली अगाडि बढिरहेको छ है घुम्नको लागि। शनिबार यसो रमाइलो गर्नको लागि तपाईँले हेर्न सक्नुहुन्छ। मौसम अलिअलि अँधेर हुँदै गइसकेको छ, बर्खाको सिजन छ नि त। बाटो साँघुरो छ होइन, गाडीहरू बिच बाटोमा पार्किङ छ। त्यसले गर्दाखेरि अलि असहज पनि छ है यहाँ। अन्यथा चाहिँ यहाँ टुरिस्ट एरिया भएको भएर धेरै रमाइलो छ। यी सब गाडीहरू मनाङ जान रेडी अवस्थामा बसेका छन्। अब यहाँदेखि हामी तल्लो बाटो भएर अगाडि जानेछौँ, खुदी बुलबुले। यहाँ तल एउटा सजी ग्राउन्ड छ होइन। त्यहाँ चाहिँ फुटबल एकदम ठुलो गेम पनि हुन्छ। तिरबडी युवा क्लबद्वारा वर्षमा खेलाइन्छ। अब हुने समय आउँदैछ केही समयमा होइन। यो फुटबलको एकदम ठुलो गेम पनि हो। हामी अगाडि बढिसकेका छौँ। बाटो चाहिँ यता पनि पिच छ है, राम्रो छ बाटो चाहिँ। आकाश फुलिएको छ, मौसम मनमोहक बन्दै गएको छ। यात्रा अझै रमाइलो हुँदै गएको छ। साथीहरूसँग घुम्न हिँड्नुको यात्रा नै मजा छ। सङ्घर्षको जीवनबाट कहिलेकाहीँ टाढा रहँदाखेरि भोगाइ पनि बिर्सिँदाखेरि मन नै आनन्द आउँछ। प्रकृतिको काखमा रमाएर घुम्न जाँदा हरियाली हेर्न पाउँदा एकदम आनन्द आउँछ। बाटो चाहिँ पिजै छ। तल हामी चाहिँ मस्याङदी नदीको छेउछेउ किनार हुँदै जाने हो होइन। अगाडि मस्याङदी नदी छ। बाटो चाहिँ पूर्ण रूपमा राम्रो छ। जहाँसम्म बनेको छ बाटो त्यहाँसम्म चाहिँ एकदम राम्रो छ है। हेर्न सक्नुहुन्छ, तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्नलाई, प्राकृतिक काखमा रमाउनको लागि। मनाङ जाने बाटो यही हो। यही बाटो भएर मनाङ जाने हो। तपाईँहरू पनि मनाङ जान चाहनुहुन्छ यही बाटो भएर जान सक्नुहुन्छ, आउनु होला। बाटोमा सानो बजारहरू पनि छ। बाटो चाहिँ एकदम राम्रो छ। आकाश खुलेर मौसम क्लियर छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले।
बाटैभरि पानी नै पानी छ है एकदम। यहाँ ठुलो पानी पनि आएको छ झरना जस्तै। प्राकृतिकले भरिपूर्ण नेपाल जुनसुकै ठाउँमा प्रकृतिले भरिपूर्ण छ। यहाँ चाहिँ बाटो अगाडि बनाउँदैछ है। यहाँ पहिरो खसेर हेर्नुहोस् न, बाटै छैन अहिले चाहिँ। सानो बाटो छ, तल खोला गण्डकी छ, खसियो भने खोलामा गइन्छ। यहाँनिर चाहिँ अलिक जोखिमपूर्ण यात्रा छ। तल खस्यो डाइरेक्ट खोलामा, माथिबाट ढुङ्गा झरिरहेको छ। अझै अगाडि पनि अघि पनि झरिरहेको थियो, यहाँ केही अगाडि पनि झरेको देख्न सक्नुहुन्छ है तपाईँहरूले ढुङ्गा। यो ढुङ्गा पनि भर्खरै झरेको हेर्नुहोस्। यहाँ अगाडि गाडी आउँदा आउँदै ढुङ्गाहरू झरिरहेको छ। बाटो एकदम यहाँनिर चाहिँ के अलिक समस्या नै छ। बनाइसकेको बाटो पुनः पहिरो गएर त्यहाँ चाहिँ पिच लैसकेको छ त्यो ठाउँमा चाहिँ होइन। यहाँ अगाडि चाहिँ पिच नै छ। मौसम क्लियर छ, तलपट्टि नदी बगिरहेको छ, अगाडि बाटो क्लियर छ। आनन्दको चिसो जति अगाडि गयो त्यति चिसो हुँदै गएको छ होइन। जाडो यहाँनिर चाहिँ अलिक चिसो नै थियो, तपाईँहरूले हेर्न सक्नुहुन्छ है। जति अगाडि गइन्छ त्यति चिसो बढ्दै गएको छ। मौसम प्रतिकूल रूपमा चिसो हुँदै गएको छ। अब हामीले चाहिँ यहाँदेखि बेसी सहर नगरपालिका छोडेर मस्याङदी गाउँपालिकामा प्रवेश गर्न लागेका छौँ। म यहाँदेखि मस्याङदी गाउँपालिकाको सुरु भएको छ, सीमा समाप्त भएको छ भने बेसी सहरबाट मस्याङदी गाउँपालिकाको सीमा शुभ आरम्भ भएको छ। बाटो चाहिँ राम्रो छ है, तपाईँहरूले हेर्न सक्नुहुन्छ। बजार आउँदै अब सानो बजार बाटाभरि बजारहरू पनि छन् है। खुदी नपुग्दासम्म खुदी अब हामी केही अगाडि खुदी पुग्नेछौँ। त्यहाँ खुदी बजार छ। त्यहाँ जुन सावित्रा भण्डारीको स्ट्याचु बनाइएको छ त्यो ठाउँ एकदम भाइरल ठाउँ हो है। सावित्रा भण्डारी नेपाली फुटबल खेलाडी, नेपाललाई विश्वभर फुटबलको रूपमा चिनाउने नारी, एक साहसी नारीको रूपमा उहाँ चिन्नुहुन्छ। त्यसको पनि म तपाईँहरूलाई स्ट्याचु देखाउनेछु है। रमाइलो अनि घमाइलो खुलेको मौसमको साथमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान खुदी बुलबुलेमा तपाईँहरूलाई म देखाउन चाहन्छु। हेर्नु होला, यस्तो रमाइलो छ। कहिलेकाहीँ घुम्न निक्लिनु होला, कहिलेकाहीँ घर छोडेर पनि बाहिर जानु होला। अब हामी खुदी बजारमा आइपुगेका छौँ। यो खुदी बजारको साइड माथिल्लो बाटो घनपोखरा जान्छ भने यो खुदी बजार भयो होइन। यहाँ चाहिँ सावित्रा भण्डारीका यहाँ स्ट्याचु बनाइएको छ। यस्तो राम्रो छ। यो चाहिँ साम्बा चोक भनेर पनि लेखिएको छ होइन। एकदम राम्रो छ। तपाईँहरूले यस ठाउँमा पनि आउन सक्नुहुन्छ हेर्नको लागि, घुम्नको लागि, फोटोहरू खिच्नको लागि। बसेर फोटो खिच्ने ठाउँ पनि बनाएको छ भने यहाँ के छ भनेर देखाइएको छ। अब हामी त्यसपछि अगाडि लाग्दैछौँ होइन। खुदी बुलबुलबाट अगाडि लागेका छौँ हामी। हाम्रो दूरी केही अगाडिसम्म कस्तो अवस्था कहाँसम्म पुगिन्छ भनेर हिँडिरहेका छौँ। अब यहाँ अगाडि हाइड्रो पावरहरू बन्दैछन् है। यहाँ हाइड्रो पावर चलिरहेको पनि छ भने बनिरहेको पनि छ नि। यो मस्याङदी गाउँपालिकाको मस्याङदी खोलाबाट धेरै हाइड्रो पावरहरू बन्ने तर्खरमा पनि छन्। एकदम ठुलो यो हाइड्रो पावर भइहाल्यो होइन। हाइड्रो पावरको घरहरू यहाँदेखि पावर हाउस हो यो चाहिँ, तपाईँले हेर्न सक्नुहुन्छ। खोलाको ठ्याक्कै पारिपट्टि छ। हामी वारिपट्टिबाट हिँडिरहेका छौँ। मस्याङदी नदी बगिरहेको छ। मनाङ जाने बाटो यही हो। तपाईँहरू यो बाटो भएर नै मनाङ जान सक्नुहुन्छ। यो माथिल्लो बाटो पुरानो मनाङ जाने बाटो हो भने तल्लो बाटो चाहिँ यताभित्रको सुरुङ मार्ग हुँदै हाल नयाँ बनेको बाटो। तपाईँहरूले यहाँ सुरुङ पनि देख्न सक्नुहुन्छ है। म तपाईँहरूले त्यो सुरुङ पनि देखाउँदैछु जुन एकदम राम्रो छ। सुरुङ मार्ग नेपालको लगभग यो पहिलो सुरुङ मार्ग नै होला गाडी चल्ने होइन। करिब 500-600 मिटर जति छ जस्तो लाग्छ है मलाई चाहिँ अनुमानित। यो मस्याङदी नदीबाट हामी अब पुल तरेर पारि जाँदैछौँ। आरसिसी गरेको छ नि यहाँ हाइड्रो पावर, जलविद्युत हाइड्रो पावर चाहिँ मस्याङदी। अब
अप्पर मस्याङदी ए पावर स्टेसन यहाँ छ है, माथिल्लो मस्याङदी हाइड्रो पावर। तपाईँले हेर्न सक्नुहुन्छ यो। अब हामी यहाँको टनेलबाट जानेछौँ, सुरुङ मार्ग हुँदै अगाडि बढ्नेछौँ। त्यो पनि तपाईँहरूलाई मैले भिडियोमा देखाउनेछु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। अब हामी टनेलबाट प्रवेश गर्दैछौँ है। भिडियोलाई अन्तिमसम्म हेर्नु होला, लाइक कमेन्ट पनि गर्नु होला, सब्सक्राइब पनि गर्नु होला मेरो च्यानललाई। यस्तै नयाँ ठाउँको भिडियोहरू हेर्नका लागि, गाउँका बाटोहरू हेर्नका लागि तपाईँहरूले मेरो भिडियोलाई लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला मेरो च्यानललाई। हेर्नुहोस् कस्तो रमाइलो छ, उज्यालो भित्र चाहिँ यस्तो अँध्यारो थियो, बाहिरभन्दा यो भित्र अँध्यारो पनि झन् उज्यालो छ। पानी आयो यहाँ बस्न पनि आनन्द छ है, बाहिर रुचिन्छ नि यहाँ रुचिँदैन। साउन्ड चाहिँ एकदम इको साउन्ड हो नि यहाँ चाहिँ, ठुकेर होला नि त एकअर्कासँग आवाज होइन, ठुलो हुने। हामी अब बाहिर निक्लिसकेका छौँ सरर हुँदै। अब हामी माथिल्लोबाट निक्लिसकेका छौँ होइन, तपाईँले हेर्न सक्नुहुन्छ। अब चाहिँ अफ रोड बाटो सुरु हुन्छ होइन। यहाँदेखि चाहिँ माथि खासै पिच छैन, अफ रोड बाटोहरू छ। पारी तलपट्टि मस्याङदी खोला बगेको छ भने पारी मनाङ जाने बाटो हो र यो वारी पनि मनाङै जाने बाटो है। दुईतर्फी नै मनाङ जाने बाटो छ भने रमाइलो छ बाटो चाहिँ। तल खोला बगिरहेको छ, एकदम ठुलो छ खोला, ठाडो खोला हो यो चाहिँ। यहाँ पनि हाइड्रो पावरको अफिस छ भनौँ होइन। यो ठाउँमा चाहिँ धेरै हाइड्रो पावरहरूको अफिसहरू बन्ने तर्फमा छन्, हाइड्रो पावरहरू बनिरहेका छन्, देख्न सक्नुहुन्छ। अब यहाँदेखि चाहिँ अगाडि खासै बाटो पिच छैन जस्तो मान्छु है मैले। म धेरै पहिला पनि आएको थिएँ होइन यहाँसम्म चाहिँ, तर यसरी भिडियोहरू बनाएर चाहिँ हिँडिन्थेन। अहिले चाहिँ हल्का यसो आफू हिँडेको बाटोमा साथीभाइहरूलाई पनि देखाउँ, यस्तो छ है बाटो, तपाईँहरू यो बाटो भएर पनि जान सक्नुहुन्छ है। यता जाँदाखेरि भनेर कस्तो बाटो रहेछ है मनाङ जाने भन्दाखेरि यस्तो बाटो छ मनाङ जाने, अन द वे टु मनाङ। यहाँ माथि चाहिँ मस्याङदी गाउँपालिकाको अफिस छ। बाटो त्यस्तो अप्रो नै भए पनि अप्ठ्यारो चाहिँ छैन है, राम्रो नै छ भनौँ। तपाईँले देख्न सक्नुहुन्छ प्राकृतिकले भरिपूर्ण यस ठाउँमा तपाईँहरू घुम्न आउनुहोला, देख्न पाउनुहुन्छ हरियाली मौसमका साथमा। हामी करिब गन्तव्यमा पुगिसकेका छौँ। हामी अहिले झरनाको आइसकेका छौँ। हेर्नुहोस् यस झरनामा तपाईँले यस झरना हेर्न सक्नुहुन्छ। यो झरना बिराट ठुलो छ, पानी आउँदाखेरि आज अलि सानो रहेछ होइन। हाम्रो साथीहरूले सेल्फी हान्दै हुनुहुन्छ। मानिसहरू खासै धेरै त हुनुहुँदो रहेछ आज, ठिकै हुनुहुँदो रहेछ। यहाँ साथीहरूले ड्रोन पनि उडाउँदै हुनुहुँदो रहेछ होइन। हेर्नुहोस् कस्तो रमाइलो राम्रो छ, प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस ठाउँमा घुम्न आउनलाई तपाईँहरू पनि चट्ट लाएर झरना। हामी नेपालीलाई भुल्न रमाइलो गर्नलाई केही ठुलो कुरै चाहिँदैन कि सानो कुरामा पनि हामी रमाइरहन्छौँ होइन। त्यही कारणले गर्दा यहाँ हेर्नुलाई सब रुचाउँछ यहाँ चाहिँ पानीले मलाई। पानी ठुलो नभए हावाले यता लड्छ कि ठुलो त ठुलो ठिकै छ है। यहाँ साथीहरू नुहाउँदै हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ। हावा चाहिँ भयङ्कर लाग्दो रहेछ त्यहाँ चाहिँ, पुरै रुचाउने कि वार छेउछेउसम्म। हेर्नु नि त्यहाँ कस्तो हावा लाग्छ है। प्रकृतिसँगको रमाइलो भनेको यही नै हो साथी हो। तपाईँहरू प्रकृतिसँग घुलमिल हुन चाहनुहुन्छ, रमाइलो लिन चाहनुहुन्छ भने आउनु होला। खुदी फुलबुलेमा रहेको झरना छ, धेरै रमाइलो छ, राम्रो छ। हेर्नुहोस् त पानी कस्तो आनन्दले बगिरहेको छ, झरिरहेको छ झरना। नेपालको हरेक काना कुन्दारामा प्रकृतिको मोह छ कि लोभ्याउने चिजहरू छन् हामीसँग, सदुपयोग मात्र नभएका हुन्। यसको सदुपयोग गरी स्थानीय सरकारले स्थानीय तथा बाह्य पर्यटक भित्राउने एकदम ठुलो भूमिका निर्वाह गर्छ। हेर्नुहोस् हामी फर्किएका छौँ अब
त्यहाँदेखि फर्केर अब हामी टनलमा फेरि एकछिन फोटोसोटो खिच्छौँ, भिडियोहरू बनाउँछौँ है।